कथा क्रान्तिले लेखिएको छ। पिठ्यूमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ। मोल तोकिएका टाउकाहरूले लेखिएको छ। हामीले आफ्नो जीवनको सबभन्दा उज्यालो समय अन्धकारसँग लडेर नै बितायौं। क्रान्ति, सङ्घर्ष र बलिदान हाम्रा लागि शब्द थिएन, जीवनचर्या बनेको थियो। क्रान्तिको त्यो मसाल हामीले आफ्नै रगतले लेखेका थियौं, बालेका थियौं। मैले त्यसै भन्ने गरेको होइन। यो सम्मानित संसदमा जसको प्रवेश भए पनि मलाई आफ्नै प्रवेश भए जस्तो लाग्छ। सामन्तवादका विरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका दलित, महिला, जनजाति आदि आदि।